सम्पूर्णमा राधे राधे। आजको भिडियोमा मैले दृश्य तथा अदृश्य दुवैमा व्याप्त परम सत्य के नभए के शून्य भन्ने विषयमा एउटा जानकारीमूलक भिडियो लिएर उपस्थित भएको छु। शास्त्रमा यसरी भनिएको छ, अपुत्रस्य गृहं शून्यं दिशो शून्यस्त्वबान्धवा मूर्खस्य हृदयं शून्यं सर्वशून्यं दरिद्रता। अर्थात् पुत्र बिनाको घर शून्य हुन्छ, बन्धु नहुनेहरूको दिशा शून्य हुन्छ, मूर्खको हृदय शून्य हुन्छ र सबैभन्दा शून्य दरिद्रता हुन्छ भनेर भनिएको छ। यसबारे हजुरहरूको धारणा के छ? आफ्ना राय तथा सुझावहरू कमेन्टमा राखिदिनुहोला। साथै यो भिडियोलाई लाइक, सेयर र कमेन्ट पनि गरिदिनुहोला। यस्तै अन्य जानकारीका लागि मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला।